हेलो एवरीवन, वेलकम टू मेरो न्यू ब्लॉग। आज हम लोग इंडिया में इंडिया को आज हाम्रो विभिन्न ठाउँमा घुमघाम गर्न अनि दर्शन गर्न जाँदैछु। अनि प्रत्येक हाम्रो बुद्धको एकदम महत्त्वपूर्ण ठाउँहरूलाई हामी तपाईहरु सबैलाई भिजिट गर्नेछौँ। अनि अन्तिमसम्म जोइन गरेर बस्नु होला। लेट्स सी। घुमघामको खर्च यति रहेछ अनि यतिमा चाहिँ हामी दिनभरि घुम्न सक्ने रहेछ। एक जनाको मान्छेको प्राइस यति रहेछ। अभी तो मॉर्निंग है, बहुत अच्छा व्यू है। हम ये व्यू को एंजॉय लेगा। अब हामी चाहिँ निस्किँदैछौँ अनि आज हाम्रो फर्स्ट टार्गेटमा आइपुग्यौँ। अब हेरौँ यो हाम्रो बुद्धको महत्त्वपूर्ण एउटा प्लेस छ, ठाउँ। अनि त्यो ठाउँ कस्तो रहेछ हेरौँ। कैसा चल रहा है भाई? मस्त चल रहा है। मेरो कटा लग्छ गरे। चलो चलो। हामी चाहिँ बसबाडामा हाम्रो बस पार्किङ गरेर अब जाँदैछौँ। त्यो डाँडामाथि चढ्नु पर्ने रहेछ। एकदम रमाइलो भइरहेछ। हेरौँ, योभन्दा निकै रमाइलो हुनेछ। अच्छा है, लास्टै थाक्यो। यो भाइ चाहिँ एकदम फनी छ। फनी भन्दा फनी, बहुत फनी है। इसको तो कुछ भी नहीं आ रहा है। फिर फर्स्ट टाइम आया ना, इसलिए मुझे बहुत आता है। बात भी अच्छा से करना नहीं आते, लेकिन इसके ऊपर भी चढ़ नहीं सकते यार। क्या है ऐसा भाई? कुछ भी बोल रहे हैं। देखो 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 ना गाइस, सिलेट भी नहीं बांध सकते। अब बांध रहा है ना मैं। मत चल रहा है आज तो हमारे लिए। बहुत इंजॉय ले रहा हूँ ना। लेकिन मॉर्निंग का व्यू है, बहुत अच्छा है। फाइनली फ्यूचर में इस जंगल के अंदर मेरा एक छोटा सा घर बनेगा। मस्त आएगा भेलपुरी। रास्ते से जा रहा था बाबू, भेलपुरी खा रहा था बाबू। बस थक चुका हूँ मैं, बहुत ज़्यादा ऊपर चढ़ना है। हाँ फाइनली हाम्रो टार्गेटमा आइपुग्न लाग्छ। त्यो डाँडामा हो। हामी चाहिँ यहाँ आइपुग्नु पर्ने हो। अब हामी हिँड्दैछौँ अनि माथि पुगेपछि हेरौँ ल, यहाँबाट जानुपर्ने रहेछ। हामी चाहिँ बल्ल बल्ल आइपुगे। एकदम धेरै गाह्रो भयो, तर पनि जति गाह्रो भयो त्यति ठुलो धर्म पाउँछ भन्ने सबैले थाहा नै छ। त्यही भएर
हामी चाहिँ फाइनल आइपुग्यो। आज चाहिँ मान्छे यति धेरै आउनुभयो रहेछ, के भन्नु है, गर्नै नसक्ने मान्छे रहेछ। यो यहाँ देख्न सक्नुहुनेछ। ये पत्थर फेंका दीजिए। कितना रुपया? कौन बोला? लास्ट थाक्यो। फाइनली हामी हाम्रो फर्स्ट टार्गेटमा आइपुग्यो। सबैजना यही हुनुहुन्छ। यहाँ चाहिँ माथि चढ्नुपर्ने रहेछ। हामी चाहिँ माथि चढौ। आज चाहिँ हामी यहाँसम्म पुग्नलाई एकदम धेरै गाह्रो भयो, थाक्यो, धेरै उकालो चढेर। अनि सबैजना रेस्ट गरिरहेको छ। अब यहाँ चाहिँ हाम्रो पूजा गर्ने ठाउँ। अनि थोरै समय पूजा गरौँ, अनि के आफ्नो जीवनमा राम्रो होस् भनेर प्रार्थनाहरू गर्नुपर्ने रहेछ। अनि त्यसपछि चाहिँ फेरि हामी फर्किन्छौँ होला। अब हेरौँ, अहिले चाहिँ प्याक रहेछ। अब हाम्रो समय आउनेसम्म हामी कुर्नुपर्ने रहेछ। आज चाहिँ हामी यहाँ गुफामा चढ्दैछ। अनि साथीहरू चाहिँ आउँदैछ। आमामा यस्तो गाह्रो रहेछ ठाउँ चाहिँ। अब यहाँबाट तल जानुपर्ने रहेछ। अब कसरी जाउँ, यस्तो चिप्लो बाटो रहेछ। लड्छ कि क्या हो, यस्तो डेन्जर रहेछ नि त। कट अस्ति चिप्लो रहेछ। फेसो फेसो खाले 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 गो दबाउँ। So that आज हामी त्यो गुफा पाठ गरेर अनि सबैजना आइसक्नु भएको छ। अनि यस्तो ढुङ्गाहरू उचालेर यो चाहिँ हामी मान्छे गए तापनि तर यिनीहरू चाहिँ रहिरहोस् भनेर भन्नको लागि। अनि एउटा यहाँ सानो एउटा उठाएको छु। अब एकदम राम्रो भइरहेछ। यस्तो ढुङ्गा रहेछ। यस्तै रहेछ आज हाम्रो यात्रा। ए गाइसहरू, कस्तो भयो यात्रा? यात्रा राम्रै भयो हाम्रो। बिस्तारै जानु है फेरि। बहुत मजा आया आज, लेकिन रास्ता तो बहुत खतरा है। दिनेश्वर कोट आएको यहाँ चाहिँ एकदम राम्रो महत्त्वपूर्ण एउटा गुफा रहेछ। अनि उहाँहरू चाहिँ पूजा गरिराख्नु भएको छ। एकदम राम्रो गुफा रहेछ। अनि साथीहरू चाहिँ यता अब हामी नि दर्शन गरौँ भनेर आएको। अब हल्का उहाँहरू दर्शन गरिरहेछ। अनि त्यसपछि हाम्रो पालो आउनेछ, दर्शन गरौँ। राम्रै छ। दर्शन गरेर अब हामी चाहिँ फर्किँदैछौँ। उहाँ चाहिँ हाम्रो गाइड हुनुहुन्छ आजको लागि। उहाँ चाहिँ पहिला नै आउनुभएको। अनि एकदम ठाउँ राम्रो थाहा छ। उहाँले चाहिँ हाम्रो बाटो देखाउनु भएको आजको बाटो चाहिँ। अनि तर हामीलाई एकदम राम्रो बाटो देखाउनु भयो। तपाईँलाई धेरै धेरै धन्यवाद। अनि केही भन्न चाहनुहुन्छ भने भनिदिनु होला। के भन्न चाहन्छु भन्दाखेरि अब सबैलाई यो जुनीमा चाहिँ सबै यता आएर हाम्रो अब गौतम बुद्धको नेकोर भनेर सुगर अब सुन्छ। त्यसको चाहिँ यहीँबाट सुगर के अरे
त्यो हुनु गयो अब भएको अब यही अब हाम्रो इन्डियामा भएको हुनाले अब सबैलाई यही जुनीमै अब आएर दर्शन यसो गर्नु भन्नु म सबैलाई निमन्त्रणा गर्दैछु। यति नै हो अब धेरै आउँदैन। उहाँले तपाईँहरू सबैजनालाई फेरि यहाँ यही जुनीमा अरू जुनीमा नभएर यही जुनीमा यहाँ आएर अनुरोध गर्दो रहेछ, किनकि भने यस्तो दर्शन गर्न हामीलाई पाउँदैन हरेक जुनीमा। तर यही जुनीमा थाहा हुनुहुन्छ भने तपाईँहरू पनि यहाँ आएर दर्शन गर्न अनुरोध छ भनेर उहाँले चाहिँ भन्नुभएको छ। एकदम राम्रो कृपया दिनुभएको छ। अनि तपाईँहरू पनि उहाँको भनाइअनुसार यदि आउन सक्नुहुन्छ आउनु होला। यो चाहिँ इन्डियामा पर्छ, बोधगयामा आउनुभयो भने तपाईँहरूले विशेष कुराहरू थाहा हुनेछ। बुद्ध भनेको त अब सबैले नचिन्ने, हामीले इन्ट्रोडक्सन गर्नुपर्ने नै छैन। त्यही भएर हामी चाहिँ फर्स्ट टार्गेट दर्शन गरेर फर्किसक्यौँ। अब हामी सेकेन्ड टार्गेटमा जाँदैछौँ, हेरिदिनु ला। फाइनली हामी चाहिँ नालेन्डाभित्र पुग्यो अनि साथीहरू आउँदैछ। अनि कस्तो भयो आजको यात्रा? ठिकै मात्रै? यस्तो भाग्यशाली हुनु पऱ्यो नि त यहाँ आउनलाई। चाहिँ ठिकै भयो भन्छ यार क्या। एकदम ठिकै भयो। अझै हामी टिकट काटिसक्यो, हामी चाहिँ भित्र जाँदैछु। एकदम राम्रो चलिरहेछ। अनि एकदम के भन्छ अब गार्डन यस्तो दामी छ होइन, रमाइलो चलिरहेछ। यस्तो रहेछ ठाउँ चाहिँ। हामी चाहिँ अब भित्र छिर्न लागेको अनि मान्छेहरू धेरै छिरेर फर्किँदैछ। अनि त्यहाँतिर पनि एकदम धेरै मान्छेहरू आउनुभएको रहेछ। आज चाहिँ सटरडे हो, त्यही भएर हामी चाहिँ यो भित्र छिरौँ, देख्न सक्नुहुनेछ। यो चाहिँ हाम्रो बुद्धको एकदम महत्त्वपूर्ण ठाउँ हो। अनि यहाँ चाहिँ बुद्धले 500 जति मान्छेलाई आफ्नो आफूले ज्ञान प्राप्त गरिसकेपछि अनि अरू 500 जति पण्डितहरूलाई उहाँले आफ्नो ज्ञान फैलाएको थियो। जहाँदेखि यहाँदेखि हाम्रो नयाँ पण्डितहरू निस्किनु भएको थियो। अनि एकदम राम्रो ठाउँ छ। यहाँबाट चाहिँ धेरै ठुलो ठुलो पण्डितहरू निस्किनु भएको थियो पहिला। अनि यो प्रे गुम्बा जस्तै थियो। अहिले त सबै अब के भनौँ होइन, अब थाहा नै होला, स्टोरी सुन्नुभयो होला तपाईँहरूले पनि। अब केही छैन, हेर्दै जाउँ ठाउँहरू चाहिँ। हाम्रो यो भर्खर 14 वर्षको मान्छे हो, यसलाई चाहिँ टिकट नभएर फ्रीमा पाएँ, भित्र जान पाएँ। अब हामीहरू त टिकट काट्नुपर्ने भएछ। अब बुढो मान्छे भइसक्यो, गाह्रो छ। एकदम रमाइलो भयो। सबैजना चाहिँ आम्मामा कति धेरै मान्छे आएर छ आज चाहिँ। यति धेरै मान्छे आउनुभयो रहेछ आज चाहिँ। हामीले पनि एकदम धेरै मजा भइरहेछ। बच्चाहरू भिडियो बनाइरहेछ। गोपालगंज सिवान। आज चाहिँ एकदम राम्रो भयो। अनि एकदम घुमघाम एकदम रमाइलो भयो। बाटो पनि राम्रै रहेछ। अनि यस्तो राम्रो गार्डन आम्मामामा है। अनि यो चाहिँ नालेन्डा हो। यहाँ हेरौँ, यहाँ चाहिँ कस्तो रहेछ ठाउँ। यहाँ पनि इन्जोय लिउँ। यहाँको ठाउँ पनि एकदम रमाइलो हुनेछ। कस्तो रहेछ हेरौँ। यता चाहिँ घरै घर रहेछ। अनि हाम्रो पहिला पण्डितहरूको बस्ने ठाउँ हुन सकिन्छ। अनि कोठाहरू रहेछ, सायद राम्रो रहेछ। अनि दामी रहेछ। यस्तो रहेछ, पुरै कोठा रहेछ, एकदम राम्रो रहेछ नि। यहाँ पनि कोठा रहेछ। हेलो एभ्रिवान।
मजा आइरहेछ होइन त सबैजनालाई मस्त मजा आइरहेछ है हेरौँ अझै एकदम रमाइलो भयो अनि देख्नु सक्नुहुनेछ तपाईँहरू पनि अब यति तपाईँहरू पनि भाग्यशाली हुनुहुन्छ भने मर्नुभन्दा अगाडि चाहिँ यहाँ आएर आफ्नो दर्शन पुरा गर्नु होला किनकि अब अर्को जुनीमा चाहिँ यस्तो ठाउँ छ भनेर हामीलाई यो ठाउँ भेट्ने मौका पाउँछ कि पाउँदैन फेरि बारम्बार मौका पाउन गाह्रो हुन्छ अनि यो जुनीमा मौका पाउन एकदम राम्रो हुनेछ अनि तपाईँहरू पनि मौका पाएकोमा यो ठाउँ चाहिँ दर्शन गर्न चाहिँ नभुल्नु होला किनकि हाम्रो यहाँ जुन बुद्ध भगवान आफ्नो ज्ञान प्राप्त भइसकेपछि ठुलो 500 र पेन्दिताहरूलाई यहीँ राखेर यहीँ पढाएर अगाडि बढाएको थियो अनि त्यस्तै यस्तो ठाउँहरू चाहिँ हामीलाई दर्शन पाउन धेरै गाह्रो हुनेछ त्यही सो मर्नुभन्दा अगाडि यहीँ दर्शन गर्न चाहिँ नभुल्नु होला आज स्कुलको बच्चाहरू रहेछ अनि घुमघाम गर्न आएर रहेछ खेन्साङमा त फिल्मलाई डोसँग फिल्म सक्छ ल फाइनली हाम्रो यो यात्रा पनि सक्यो अब हामी चाहिँ फर्किँदैछ अनि यहाँबाट चाहिँ फर्किने बाटो रहेछ अनि यहाँ पनि फुल राम्रो देख्नुहुन्छ आजको एकदम रमाइलो भयो तेस्रो टार्गेटमा आइपुग्यो अनि यहाँ चाहिँ तातो पानी हाम्रो अब तातो पानी दर्शन गर्ने ठाउँमा आइपुग्यो अब हेरौँ भित्र कस्तो रहेछ मान्छे धेरै रहेछ आज चाहिँ हेरौँ माथि कस्तो रहेछ नेपाल से नेपाल तो पानी लेंगे या पहाड़ पे पहाड़ चढ़ के बाद में तातो पानी में आ जाएगा मान्छेहरू धेरै नुहाएर फर्किँदै रहेछ एकदम गिलो पारे रहेछ जय हनुमान कति धेरै मान्छे नुहाइसक्नु भएको रहेछ अनि हेर्न सक्नुहुनेछ दिनाङडे के हामी चाहिँ दर्शन गरेर फर्केर आइसके अनि दर्शन खासै राम्रोसँग गर्न दिँदैन रहेछ मान्छे यति धेरै जिउ नुहाउने रहेछ अनि धेरै गाह्रो रहेछ भिडियो बनाउन चाहिँ अनि भिडियो बनाउनै दिँदैन रहेछ भित्र चाहिँ अनि त्यही पनि हामीले हल्का फुल्का लुकेर बनाएको थियो मैले अनि त्यो दिएको पानी सबै फरेर आउँदो रहेछ आज हाम्रो अब लास्ट टार्गेट दर्शन गर्ने ठाउँ यहाँ रहेछ यहाँ चाहिँ के मिल्छ हेरौँ के दर्शन गर्न पाउने रहेछ हेरौँ देखौ यहाँ चाहिँ गुफा रहेछ अब हामी गुफा हेरौँ कस्तो भइरहेछ ठिकै मात्रै केही बुझेन बुझ्ने प्रयास गर भने बुझिन्छ सबै
ए कस्तो भइरहेछ मसिस ब्याड कि गुड बाहिर लागेको पनि एउटा गुफा रहेछ हेरौँ यहाँ चाहिँ के रहेछ ओ आज खुङ सुक छिकाएको झ्यालको दुध 짝살 독초 수인나다 좀 되거든요. 꾸에라 네 샤정만 쓰자. 상황이 돼. 파쇼 로로레다. 니 파쇼 로로 이나 떨어져리다. 그래서 민규성은 샤정 꼬도 돼. 샤정 여기야. 샤정 꼬지래. क्या वजह है इसका 샤정만 떨어들어. आज चाहिँ हाम्रो दर्शनको यात्रा सक्यो अब हामी चाहिँ फर्किँदैछु अनि एकदम रमाइलो भयो आज त्यही भएर अब चाहिँ हामी फर्किँदैछौँ आजको ब्लग यति नै हो लास्टसम्म हेरिदिनु हुनेहरू सबैलाई मेरो तर्फबाट धेरै धेरै धन्यवाद अझै यस्तै राम्रो राम्रो भिडियोहरू हेर्न चाहनुहुन्छ भने अनि मेरो च्यानललाई सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है। थ्याङ्क यू सो मच।